यति बेला हामीले दङसरण गाउँपालिका वडा नम्बर 2 मा यो अमृता बहिनीको घरमा हामी जाँदैछौँ। दर्शक महानुभावहरू, अमृता बहिनीको घरमा आजदेखि काम सुरुवात भएको छ, देख्न सक्नुहुनेछ। आजदेखि काम चाहिँ सुरुवात भएको छ। अब केही दिनमा अमृता बहिनीको घर टिन लगाउने समेत हुनेछ, देख्न सक्नुहुनेछ। आजबाट काम सुरु भयो। हजुर हजुर, इट्टा पुग्छ पुग्दैन नि? कति कति टिप जति लाग्छ? अब एक टिप भयो भने पुग्छ हैन? 2 जना मात्रै हुन्छ तपाईहरु मिस्त्री? यो केसमा टिन लगाउनलाई हो कि उसमा हो? ताल फाट्ने हो? यसलाई तालमा माथिदेखि चाहिँ उ गराउने, अलिअलि माटो हाल्ने, बाँस हाल्ने, तलदेखि पलाइ हाल्ने के? त्यस्तो भयो भने पोल्दैन। पलाइ मात्र हाल्ने हुन्छ, त्यो गरे पनि हुन्छ। माटो नहाल्ने, पलाइबाट फेरि कुहिन्छ उल्ले। पलाइबाट चिसो भयो भने कुहिन्छ। यो कति हात चाख्लो, कति हात लम्बाइ हो यसको? लम्बाइ यो 18 9 जस्तो, 18 चौडाइ 22 लम्बाइ। 18 र 22 36 हो लम्बाइ? 26 18 26 नि? अनि माथि चाहिँ के हाल्ने? पाइप हाल्ने कि के हाल्ने हो? बाँस हाल्ने कि या त चाहिँ के त्यस्तो के बनाउनु भएको छ कि के गर्ने हो टिन लगाउँदाखेरि? पाइप हाल्ने त। पाइप हाल्ने हो। अब फेरि बोरा गराउन सकिन्न, आफ्नो यस्तो भयो। अब सरले गर्लाउने सर गइसक्यो। अब केही पनि अलि होचो भ्या भने अलि त गर्नु पर्यो। अब कोठा चाहिँ अब ठुल्ठुला कोठाहरू छन् गरे हैन? अब धेरै अग्लो बनाउने हो भनेपछि अब आर्थिकले पनि नभ्या होला हैन? अब अग्लो गराउनु हो, हामी अलि ठीक गराउने हो। हजुर हजुर, अग्लो नगराउने। अब अग्लो गराउने पनि हावाको पानीले झोर्छ, पछि फेरि अब केहीलाई हावाले फाल्दियो भनेपछि समस्या पर्ला। अब बरोबर अवस्था आइसक्यो। भोलि अब दिल गर्न सकिन्न। पैसा नाति सानो छ, छोरो गर्ने मान्छे उठिरहेछ, यसले के गर्न सक्छ? एक्लै त गर्ने कुरा भएन हैन? सकिन्न पनि। धारा कहाँदेखि जोड्नु भएको छ? धारा ए उताबाट जोडिसक्नु होइन धारा? दर्शक महानुभावहरू, यति बेला अमृता बहिनीको घर काम सुरु भएको छ, देख्न सक्नुहुनेछ। म अमृता बहिनीकै घरमा आएको छु। यति बेला हामी अहिले यो धारा पनि जोडिएको छ, देख्न सक्नुहुनेछ यहाँ हैन? काम गर्नलाई सहज होस् भनेर धारा जोडिएको छ हैन? यसरी चाहिँ पानी चाहिँ देख्न सक्नुहुनेछ, यसरी आएको छ। बिस्तारै घर चाहिँ बन्दैछ दर्शक महानुभावहरू। अब काम आजदेखि सुरु भएको छ। केही दिनमा अमृता बहिनीको घर बनिसक्नेछ। बालु पुग्छ कि पुग्दैन? ल्याउनु पर्छ हैन? यो बालु कसले, कहाँको ट्र्याक्टर ल्याइदियो? सरकटाको ट्र्याक्टरले? टिपलाई कति रहेछ? 25 है? के भन्नुहुन्छ? घर बन्न लाग्यो, बुढाबुढीले बेल्चा पकाउनु भएको छ हैन? अब जो बनाउने मान्छे चाहिँ बितिसक्नु भयो, के गर्ने? अब घर नबनाइ नहुने हैन? के भन्नुहुन्छ तपाईहरुले? चाहिँ अब घर बन्दैछ, कस्तो लागेको छ? अब कस्तो जस्तो गरी भए पनि ननिबाजी भएन, नखाइ भएन, बाँच्छ नि के गर्ने हो? अब छोराले बनाउला भन्दाखेरि छोरा आफू त्यस्तो भयो। हजुर, अब जस्तो गरी भए पनि यसलाई अल्झाउनै पर्यो, नाति सानो छ। ठिक छ। तपाईहरुको अब यो घरको लागि चाहिँ अब देश विदेशबाट सहयोग गरिदिनु भएको छ गर हैन? अब त्यो सहयोग रकम मेरो खातामा छ नि, त्यो रकम चाहिँ तपाईहरुलाई चाहिँ हामीले चाहिँ हस्तान्तरण गरौँला। अब घरको लागि चाहिँ पहिला चाहिँ घरमा सबैभन्दा घर हो, बस्ने बास भएन भनेपछि गाह्रो हुन्छ के?
अब थाहा छ नि त हजुरहरूलाई होइन यता आउनुहोस् हजुर पनि यता आउनुहोस् बास भएपछि कमाउँदै ल्याउँदै एक मानु पकाउँदै खाँदै गर्ने हो अब घाँस बास भएपछि पो हामीलाई पनि तपाईँहरूको चाहिँ बस्ने बास छ भन्ने खालको कुराहरू चाहिँ हामीलाई मनमा लाग्छ होइन अब घाँस बासको लागि चाहिँ त्यो जुटाउने प्रक्रिया चाहिँ पछिको दिनमा भइजाला होइन त्यसो भएको कारणले अब जुटेको रकम छ त्यो जुटेको रकम पहिला चाहिँ घरको लागि चाहिँ के कति लाग्छ होइन यसलाई चाहिँ पूर्ति गरौँ भन्नेमा सोचमा छु अब म भोलितिर चाहिँ अब कति उठ्या छ के उठ्या छ सबै त्यो विवरण तपाईँहरूलाई पनि देखाउँछु होइन अनि त्यसपछि अब त्यो पाइपहरू ल्याउनु छ सिमेन्टहरू ल्याउनु छ इँटा पुग्दैन इँटाहरू ल्याउनु छ होइन मगाउनुलाई है मगाउनुलाई यो कहाँदेखि मगाउनु भएको छ अब त्यहाँदेखिबाट चाहिँ अब इँटा र बालुवा मगाउनुलाई त्यसको पैसा चाहिँ हामीसँग छ यदि तपाईँहरूले दिनुभएको छ भने बिल चाहिँ भरपाई रसिद माग्नु होला होइन हजुर हजुर 50 बोरा सिमेन्ट झार्नुमा छ ए ठिक छ अब नझारे पनि हाम्रो काम नचल्ने एकदमै हो हाम्रो त 50 बोरा सिमेन्ट अस्ति झारे हो हजुर अब पछि पुग्दै पछाडि हेरौँला अहिलेलाई अघि बालला गिटी त हाम्रो पूजालाई यही इँटा इँटा 2000 इँटाले अब पुग्छ भनेर भन्नुभएको छ नि अब इँटाको लागि चाहिँ इँटा मगाउँछौँ आज होइन दर्शक पनि यति बेला म अमृता बहिनीको घरमा आएको छु देख्न सक्नुहुनेछ यो अमृता बहिनीको घर हो यो अधुरो घरको लागि मैले चाहिँ एउटा अभियान चलाएको थिएँ अमृता बहिनीको घर बनाऊ अभियान चलाएको थिएँ हामीलाई देश विदेशबाट माया गरेर पठाइदिनु भएको रकम आज यो अमृता बहिनीको घरमा लागेको छ दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ आजदेखि काम सुरुवात भएको छ हामीसँग यो घर बनाउँदै हुनुहुन्छ 2 जना मिस्त्री हुनुहुन्छ अनि मैले तपाईँहरूलाई भिडियोमा देखाइरहेको छु आज यो पैसाले सहयोगको पैसा यो घरमा हामी चाहिँ सुरुवात गरेका छौँ यो हाम्रो पहिलो भिडियो हो हामीले सुरुवातको काम पहिलो पटक गरेका छौँ दर्शक महानुभावहरू यो अमृता बहिनीको घरबाट नै सुरुवात गरेका छौँ यस्तै कामहरू यस्तै सहयोगहरू हामीलाई देश विदेशबाट गर्दाखेरि धेरै माया लागेको छ धेरै माया लाग्छ पनि आज हामी यो अमृता बहिनीको घर मात्रै होइन भोलि दङ्गीशरण गाउँपालिका तुलसीपुर उपमहानगरपालिका लगायत हरेक ठाउँमा यस्ता घटना घट्न सक्छन् यो अमृता बहिनीलाई मात्रै भएको घटना होइन दर्शक महानुभावहरू यो सबैलाई पर्ने घटना हो त्यसो भएको कारणले आज म यो अमृता बहिनीको घरमा केही कुरा अमृता बहिनी हामीसँग हुनुहुन्छ म अमृता बहिनीसँग केही कुराकानी गर्न गइरहेको छु दर्शक महानुभावहरू तपाईँको बच्चा बच्ची कति छन् 2 महिना बच्चा बच्ची छन् बाबु एउटा बाबु एउटा नानी नि कतिमा पढ्छन् बाबुले 3 मा पढ्छ नानीले 5 मा पढ्छ अलि ठुलोसँग बोल्नु त नानु यो अलि आवाज चाहिँ उ भएको छैन सानो आवाज आएको छैन बाबुले 3 मा पढ्छ नानीले 5 मा 5 मा अहिले कहाँ छन् बाबु नानीहरू बाबु नानी तुलसीपुर छन् अनि तपाईहरुले चाहिँ यो घर पहिला चाहिँ पहाड बस्नु बिहे कहाँ कुन ठाउँ भयो रे तपाईको पहिला बिहे त पश्चिम जौवाडी उताबाट बसाइसराई लिएर तपाईहरु यहाँ आउनु भयो बसाइसराई ल्याएर फेरि तुलसीपुर आयौँ तुलसीपुरबाट फेरि यहाँ आयौँ यहाँ चाहिँ जग्गा किनेर घर अब यतै बनाउने यतै बस्ने भन्ने सोचमा हुनुभयो यतै बस्ने यतै जग्गा किन्यौँ अब बजारतिर बसिन पनि कमाइ कजाइ नहुनेसम्म खाना हुँदैन थियो उहाँ पनि त्यही भएर गाउँतिर 4-5 कट्ठा जग्गा किनेपछि 6-7 महिना खाने भयो पनि 6-7 महिना बाहिर कमाएन खाने हुन्छ कि भनेर किने आम जग्गा ए गाउँघरमा जग्गा किनेपछि अहिले बजारमा बस्ने हो भनेपछि घाँसबास कबासको निकै नै अप्ठ्यारो हुन्छ र समस्या पनि पर्छ गाउँघरमा बस्यौँ भनेपछि त खेतीपाती लगाएर पनि खान सकिन्छ भन्ने हिसाबले जग्गाहरू किनेर चाहिँ घर सुरुवात गर्नुभयो जस्तै भाइले चाहिँ भाइ नबित्दै के भन्नुभएको थियो तपाईँलाई भाइ नबित्दै त के भन्नु त त्यहाँले रोजा जग्गा हो यो किन्ने हिती किनेपछि बच्चाहरूलाई सजालो हुन्छ भनेर हितिर किन्न पठाउनु भयो जग्गा यहीँ किनौँ पढ्नलाई बच्चाहरूलाई पनि सजिलो हुन्छ होइन खेती किसान गर्न पनि सजिलो हुन्छ भनेर उहाँले आफै रोजेर चाहिँ बनाएको घर हो आफै रोजिने बनाए आफैले आफ्नै नामबाट दिन निक्लिएको थियो आफै गराउनु भयो जग पनि अनि उहाँ चाहिँ बित्ने क्रममा के थियो उहाँलाई चाहिँ त्यस्तो कता कता सुन्नमा चाहिँ जेन्डिस पनि थियो भन्ने खालको कुराहरू पनि सुनाइमा आएको छ होइन त्यस्तो जेन्डिसहरू त्यस्तो बिरामीहरू पहिलेदेखि केही लक्षण थियो पहिला 6 वर्ष अगाडि लक्षण थियो 6 वर्ष अगाडि लक्षण भयो अनि पछि फेरि भन्थ्यो कि आँखा अलिअलि प्याला छन् भनेर बाहिरको मान्छेले भन्नुहुन्थ्यो तर चेक गराउन जाम भन्ने बेला म जान्न मलाई जेन्डिसै भएन भन्नुहुन्थ्यो उहाँले ए जेन्डिस भएको छैन म जान्दैन भनेर भन्नुभयो आफू चाहिँ जति पीडामा भयो भने तपाईँहरूलाई चाहिँ मनोबल बढाएर चाहिँ बस्नुभयो उहाँ
होइन। अनि यो घर बनाउँदाखेरि होइन, घरको सुरुवात गर्दाखेरि कतिपय कुरा त आफ्नो घर परिवारलाई भन्ने कुराहरू पनि रहन्छ होइन। जस्तै उहाँले प्राण छोड्ने बेला तपाईँको भेट भयो कि भएन? भएन भेट। भएन नि? एक्लै सुत्या भेटाएको थियौँ हामीले मरेको। ए कति वर्षको उमेरमा तपाईँको बिहे भएको? हाम्रो बिहे त 13 वर्षमा भयो। 13 वर्षको उमेरमा तपाईँको बिहे भएको। अहिले चाहिँ कति वर्ष हुनुभयो? अहिले अब यो जेठको महिना 32 हुन्छ। 32 वर्ष हुनुहुन्छ नि। अँ। सानै उमेरमा बिहे भयो, सानै उमेरमा चाहिँ केही गरौँला केही खाउँला भन्दा भन्दै होइन अहिले चाहिँ यो अवस्थामा पुग्नुभयो। ठिकै छ, तपाईँलाई चाहिँ देश विदेशबाट चाहिँ केही सहयोग गर्नु भएको छ होइन। हजुर। तपाईँलाई चाहिँ सहयोगदाताहरूले चाहिँ धेरै नै माया गर्नुभयो, धेरै नै विश्वास गर्नुभयो होइन। उहाँहरूलाई तपाईँले के भन्नुहुन्छ? उहाँहरूले गरेको रकम तपाईँलाई चाहिँ केही दिनमा चाहिँ हामीले लिएर आउनेछौँ होइन। सहयोग गर्ने मनकारीहरूलाई तपाईँले चाहिँ के भन्नुहुन्छ? धेरै धेरै धन्यवाद छ उहाँहरूले सहयोग गरेकोमा। आउँदा दिनमा पनि फेरि सहयोग गर्नु होला भन्ने आशा राखेको छु। बाबु सानै छ अहिले, बाबु ठुलो भएपछि कमाउने त अझै उमेर पनि भएन, भर्खर त 10 वर्ष भयो बाबु। हजुर। अब नानी 12 वर्ष भयो, अझै सानै छन् बच्चाहरू। त्यही भन्न चाहन्छु, धेरै धेरै धन्यवाद भन्न चाहन्छु जसले मलाई सहयोग गर्नुभएको छ। उहाँ दिदी बहिनी दाइ भाइ आमा बुवालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ठिक छ बहिनी, तपाईँको लागि चाहिँ सहयोग गरिदिनु भएको छ। मैले त्यो सहयोग लिएर जस्ताको उस्तै उहाँहरूले पठाएको डिटेल मेरो प्रोफाइलमा पनि हेर्न सक्नुहुनेछ। देश विदेशमा भएको साथीहरूलाई पनि म के भन्न चाहन्छु भनेर भन्दाखेरि मेरो सुभाष बिसी छ, मेरो प्रोफाइलको नाम सुभाष बिसी छ। तपाईँहरूले मेरो सुभाष बिसीमा चाहिँ सर्च गरेर तपाईँहरूले पठाएको रकम, तपाईँहरूले पठाएको स्टेटमेन्टसहित तपाईँहरूको फोटोसहित मैले चाहिँ मेरो प्रोफाइलमा राखेको छु। अहिलेसम्म बहिनीको सहयोग कति उठिएको छ त्यो जोडेर तपाईँहरूले मलाई चाहिँ भन्न सक्नुहुनेछ। जति चाहिँ प्रोफाइलमा हालेको छु, जतिको इस्टिमेट छ त्यतिको चाहिँ त्यो रकम अनुसारको रकम मिल्छ कि मिल्दैन भनेर तपाईँहरूले पनि चेक जाँच गर्न पाउनुहुन्छ दर्शक महानुभावहरू। ठिक छ बहिनी, अब आजदेखि काम सुरु भएको छ। सिमेन्ट चाहिँ कति बोरा आयो हिन्छ? 50 बोरा सिमेन्ट आयो होइन। अब बालुवा चाहिँ 1 टिप मगाउनु होइन। अनि इट्टा चाहिँ फोन नम्बर त छ इट्टावालाको, फोन गरेर इट्टा मगाउनु। दर्शक महानुभावहरू, यो बहिनीको घर चाहिँ आजदेखि काम सुरु भएको छ। अब हामीले 2000 इट्टा चाहिँ नपुग्ने भए कारणले अरू चाहिँ 2 टिप जति चाहिँ इट्टा चाहिँ झार्ने भन्ने कुरा भएको छ। त्यसो भएको कारणले बालुवा पनि अलिकति कम मात्रामा भएको कारणले हामीले बालुवा पनि मगाएका छौँ। अब पुनः फेरि दोस्रो भिडियो घरको गारा चाहिँ बन्दैछ, केही दिनमा गारा निम्जिन्छ अनि फेरि दोस्रो भिडियो फेरि पोस्ट गर्नेछु। अहिले भने ल छुट्यौँ, धन्यवाद।